हे गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल हजुरलाई स्वागत छ प्रवीण भ्लगमा। अहिले चाहिँ म बजार जाँदैछु किनभने घरमा एक्लै छु नि त म। अनि घरमा एक्लै भएको कारणले अब यसो मासु त खानु पर्छ। मैले आज मतलब बेग्लै किसिमको के हुन्छ हौ त्यसको नामै थाहा भएन। अहिले भन्छु के भरे मैले आज अर्कै मतलब के भन्छ हौ मतलब भातमै मासु सबै मिक्स गरेर पकाएर खान आँटेको। त्यसको नामै अलिकति याद भएन। म हजुरलाई देखाउने छु अपडेट। अहिले चाहिँ म बजार गएको अनि अहिले बाटोहरू चल्छ यस्तो छ। असारको बेला साउनको बेला होइन, साउन पनि लागिसक्यो। अनि त्यसपछि बाटो भने हिलै हिलो छ। अनि हाम्रो गाउँको हालत हेर्न सक्नुहुन्छ अहिले यस्तो छ, पुरै हिलो। मतलब धान रोप्ने बेला नि त पर त धान रोपिसकेको छ, यता त छैन। अनि पानी परेर मौसम पनि यस्तै छ। यताको बादलको हेर्न सक्नुहुन्छ बेलुकाको समय भइसक्यो कि। अनि बादल पनि राम्रो छ, एकदम रमाइलो। मतलब के भन्नु, अहिले चाहिँ बजार जान्छु अनि बजार गएर म के भन्छु एक्लैलाई त धेरै केही मासु ल्याउनु, 100 रुपियाँको मासु एउटा तिग्रा ल्याउने, सिङ्गे भन्दा नि फिला रोस्ट बनाएर खाने। अनि त्यसपछि त्यो ठुलो चामल लिएर बनाएर खाने। के थियो क्या त्यसको नामै याद भएन। हजुरलाई थम्बनेलमा देखाइदिन्छु यस्तो भनेर। अनि अहिलेको छ म चाहिँ जाँदैछु, नुहाइधुवाइ गरी हिँडेको क्या। भर्खरै नुहाएको, सुतिरहेको थियो दिनभरि, कामै छैन केही गर्ने। त्यही भएर अनि चाहिँ जाँदैछु। अनि बाटो यस्तै छ। म त हिँड्दै आउँदै थिएँ होइन। अनि नयाँ पर एउटा आन्टी आउनुहुँदै थियो। आन्टीको घर त्यो अन्त बस्ती लिएर आउनुहुँदै थियो। अनि ल भाइ साइकल लिएर जाऊ भनेर पठाइदिनु भयो। अनि मैले जाँदैछु। हाम्रो गाउँमा त्यो टावर एनटिसीको मधेसमा त्यो एनटिसीको टावर त किन छ यार? एनसेलको टावर राख्नु, एनटिसीको टावर गाडी त्यो परको चाहिँ एनटिसीको टावर हो। उयो टावरको कुरा गरिरहेको थियो अघि त त्यो टावरको। अनि किन बोल्दा बोल्दै मान्छे आउनुभयो कि। अनि मान्छे आएपछि बोल्ने आवाजै आउँदैन कि, अलिकति लाज लाग्छ नि त सुरु। बाटो पनि हेर्नु यस्तो छ, हिलो नहिलो। अनि अहिले बेलुकाको मौसम हेर्न सक्नुहुन्छ, घाम डुब्न लागेको छ है। यस्तो टाइम देखिन्छ सनसेटमा त घाम डुब्ने के भन्छ, घाम डुबिरहेको छ, बादल पनि बबाले भइरहेको छ होइन। अनि म त साइकलमा जाँदैछु। मैले त साइकल छोडिदिइसकेँ आन्टीको साइकल छोडिदिएर। त्यसपछि यहाँदेखि फेरि हिँड्दै जानुपर्ने हुन्छ। 100 रुपियाँको मासु लिएर किनिसकेँ होइन, किनिसकेँ मेरो सब्सक्राइबर भाइहरू। अलराइट गाइस, अलराइट। मैले चाहिँ सामान किनेर यति सामान किनेर म चाहिँ घरतिर लागिसकेँ। अब घरतिर गएर अनि गाईबस्तु हुलेगरी अनि त्यसपछि खाना बनाउनु थाल्छु। त्यसपछि म देखाउँछु कसरी पकाउँछु भनेर। त्यसको नामै होइन कि मलाई याद आयो के बनाएर खान्छु भनेर सोचिरहेको थिएँ नि। चिकन बिरयानी बनाएर खान आँटेको क्या आज। एक्लै छु अनि जे पनि खान मन लागिहाल्छ। एक्लै भएको फाइदा लुट्नु परेन भनेर चिकन बिरयानी खान आँटेको आज। अनि त्यसैले सब्जी मासु लिएर आएको छु, 100 रुपियाँको मासु लिएर आएको छु। एक्लैलाई धेरै चाहिँदैन नि 100 रुपियाँको मासु। अनि के अरे पुलाउको चामल अनि लिएर आएको छु। अब पकाएर खान्छु। अनि फुल भिडियो पनि आउँछ गाइज। यार मेरो युट्युब च्यानलमा कि सब्सक्राइब गर्नु पऱ्यो यार। खासै भिडियोमा अहिले भर्खर त म त सुरु भर्खर खोलेको कि युट्युब च्यानल। अनि धेरै त छैन, 190 सब्सक्राइबर छ। हजुरहरूले मतलब खासै पपुलर त भएको छैन, बिस्तारै हुन्छ भन्ने चाहिँ आश छ होइन। हजुरहरूले सपोर्ट गरिदिनु भन्न चाहन्छु। अनि त्यही हो, खुसी लाग्छ। कुनै भिडियोमा त 100-200 आउँछ, 1000 पनि प्लस भइरहेको छ भ्युज। त्यतिमा चाहिँ खुसी लाग्छ कि, मोटिभेट हुन्छ क्या त्यतिमा पनि। जेसुकै होस्, तर म भिडियो बनाउनु छोड्दिनँ। एकैचोटिमा सक्सेस त पाइँदैन, तर बिस्तारै पाइन्छ भन्ने अभियसली थाहा छ। हार कहिले खानु हुँदैन अनि हार कहिले पनि गर्नु हुँदैन। एक न एक दिन त सफलता पाइन्छ भन्ने चाहिँ अभियसली थाहा छ। अनि त्यसैले म मेहनत कहिले छोड्दिनँ, मेहनत गर्न कहिले पनि छोड्नु हुँदैन। अलराइट गाइस, अहिले म घरमा आइसकेँ। घरमा आएर मैले कामहरू गाई बस्तुहरू सबै हुँदैन, घरसर बढालिवरी सबै सकिसकेको छु। अब म खाना बनाउनु लागि चाहिने सामानहरू रेडी पार्छु अनि गर्दै खाने हो। अलराइट गाइस, लाइन पनि गइरहेको छ होइन, लाइन पनि भर्खरै गयो। अब लाइन आएपछि बनाउँछु। मैले सामानहरू चाहिँ सबै रेडी पारेर आएको छु। यो भनेपछि चामल भिजाएर राखेको थिएँ। अनि यो मसलाहरू पिनेर अनि यो अब मासु हो, यसलाई चाहिँ
अब मासुलाई चाहिँ अब तार्नुपर्ने हुन्छ तेलमा लाइन गयो क्या अब लाइन आएपछि म पकाउँछु सुरुमा त मैले कराईमा तेल बस्यो तेल तातो हालेर पनि चिकन फ्राई निकालेर कुकरमा मैले हालेर मसलाहरू हालेर चिकन चलाएर त्यसपछि स्वाद अनुसार नुन हालिवरी चलाइवरी पानी फाइनली हेर्नु सक्नुहुन्छ पाकिदिनु सक्यो अनि त्यो आफ्नै पारामा खोलेर देखाइदिएको त वाउ भइसक्यो त्यसपछि फाइनल लुक हेर्न सक्नुहुन्छ अब चाहिँ म खान्छु होइन पाकिसक्यो मेरो यो के भन्छ चिकन